हेलो एभ्रिवान, जय मेसी सबैजनालाई। आजको मेरो मिनी ब्लग चाहिँ सेवा संगतिबाटै सुरु गरौँ है त साथीहरू। आज चाहिँ म एकता प्रार्थना सेवा संगतिमा आएको थियो कि साथीहरू, यता बेसी गाउँमा। अनि हाम्रो प्रार्थना सेवा संगति सकियो। अनि सकिसकेपछि चाहिँ हामी घर जानका लागि बाहिर निस्के। अनि म चाहिँ यहाँ सबैजनालाई बाई बाई जय मेसी भन्दै भिडियो बनाइरहेको थियो कि। अनि त्यसपछि चाहिँ हामीहरू पनि निस्के घरतिर जानको लागि। यहाँ चाहिँ भाउजू, आन्टी, म गरेर चाहिँ हाम्रो चर्चबाट चाहिँ 3 जना थियो हामी। अनि यो सेवा चाहिँ एकता प्रार्थना संगति रहेछ। अनि यसमा नि मैले मौका पायो, जे होस् परमेश्वरलाई महिमा भएको होस्, सञ्चालन गर्ने त्यो मौका अवसर मैले पनि पाएँ। अनि धेरै कुराहरू पनि सिक्न पाएँ। अनि धेरै विषयमा रहेर प्रार्थनाहरू पनि अनि गर्नु हुँदो रहेछ, विषयहरू राखेर। अनि धेरै विषयको लागि हामीले प्रार्थना गरे, राष्ट्रको लागि, नेपालको लागि, जातिको लागि, हरेक कुराको लागि हामीले प्रार्थना गरे। वचन सुने, परमेश्वरको वचनबाट केही कुराहरू पनि सिक्न पाएँ। अनि वचन चाहिँ नोआको जीवनबाट थियो। अनि त्यही वचनलाई तपाईहरुसँगै म शेयर गर्छु है त साथीहरू। नोआको समय चाहिँ आजको जस्तो थिएन। त्यस समयमा चाहिँ मानिसहरू परमेश्वरबाट टाढिँदै गएका थिए। संसारमा पाप र दुष्टता धेरै बढेको थियो। तर त्यस्तो समयमा पनि नोआले चाहिँ परमेश्वरलाई खोजे। नोआ चाहिँ परमेश्वरसँग हिँड्ने मानिस हुनुहुन्थ्यो। अनि एक दिन परमेश्वरले नोआलाई के भन्नुभयो त त्यो कुरा तपाईहरुलाई थाहा छ साथीहरू। यदि थाहा छ भने फेरि पनि सुन्नु है साथीहरू, थाहा छैन भने पनि सुन्नु ल। पृथ्वीमा चाहिँ ठुलो जल प्रलय हुने कुरा र जहाज बनाउने आज्ञा चाहिँ परमेश्वरले नोआलाई दिनुभयो। तर एकचोटि सोच्नुस् त साथीहरू, त्यो बेला नोआले जल प्रलय पनि देखेको थिएन। तर नोआले परमेश्वरको वचनमा विश्वास गरे र उनले परमेश्वरले भन्नुभएको कुरा सुनेर त्यसै अनुसार काम गर्न थाले। दिन बित्दै गयो, नोआले जहाज बनाइरहे। सायद मानिसहरूले उनलाई हेरेर हाँसेन होलान्, सायद उनको विश्वासलाई बुझेनन् होलान्। तर नोआ मानिसहरूको कुरा सुनेर रोकिएनन्। किन होला त साथीहरू? किनकि उनको भरोसा मानिसमा होइन परमेश्वरमा थियो। नोआले भविष्य देखेका थिएनन्, तर उनले परमेश्वरलाई विश्वास गरे। अन्तमा परमेश्वरले भन्नुभएको समय आयो, जल प्रलय आयो। तर नोआ र उनको परिवार जहाजभित्र सुरक्षित रहे। किनकि नोआको विश्वास केवल शब्दमा थिएन, त्यो उनको आज्ञाकारितामा देखियो। सायद तपाईँ पनि अहिले प्रार्थनाको उत्तर पर्खिरहनु भएको छ। सायद तपाईँले धेरै प्रार्थना गर्नुभएको छ, तर परिस्थिति अझै परिवर्तन भएको छैन। हिम्मत नहार्नुहोस् साथी। नोआले पनि लामो समय परमेश्वरको वचनमा विश्वास गरेर पर्खिए। परमेश्वरको समय हाम्रो समयभन्दा फरक हुन्छ, तर उहाँको योजना कहिले गलत हुँदैन साथी। त्यसैले आज हामी पनि नोआ झै परमेश्वरसँग हिँडौँ है त साथी। मानिसहरूले नबुझे पनि उहाँमाथि भरोसा गरौँ है त साथीहरू। बाटो नदेखे पनि उहाँलाई पछ्याउँ। उत्तर ढिलो भए पनि प्रार्थना गर्न नछडौँ हामीहरू। किनकि हामीले नदेखेको कुरा परमेश्वरले देखिरहनु भएको हुन्छ र नोआको जीवनले हामीलाई सम्झाउँछ। त्यसैले साथीहरू, परमेश्वरमाथि राखिएको साँचो विश्वास कहिले व्यर्थ जाँदैन। आजको प्रार्थना सेवा संगतिबाट घर फर्किँदै गर्दा मेरो प्रार्थना यही छ तपाईहरुको लागि। हे प्रभु, नोआ चाहिँ तपाईको आवाज सुन्न सक्ने, तपाईमाथि विश्वास गर्न सक्ने र तपाईको बाटोमा आज्ञाकारी भएर हिँड्न सक्ने विश्वास हामीलाई दिनुहोस्। आमेन। जय मसीह सबैजनालाई।